हेलो एभ्रिवान, आज हामी चाहिँ के पढ्छौँ भन्दाखेरि आस्थमा पढ्छौँ। र आस्थमा चाहिँ के भन्दाखेरि इट इज क्यारेक्टराइज बाई द सर्टनेस अफ ब्रेथ, कफ, विज हुन्छ र एकदम रिभर्सिबल ब्रोङ्को कन्स्ट्रक्सन हुन्छ। सो आस्थमा र सिओपिडीमा चाहिँ के हुन्छ भन्दाखेरि डिफ्रेन्स, आस्थमा चाहिँ ब्रोङ्कसमा ब्रोङ्को कन्स्ट्रक्सन भइरहेको हुन्छ क्या आस्थमामा, किनकि यो एयरवे चाहिँ हाम्रो कुनै पनि स्टिमुलाईको प्रति चाहिँ एकदमै हाइपर रेस्पोन्सिभ भएको कारणले गर्दाखेरि ब्रोङ्कस कन्स्ट्रिक्सन भइरहेछ, जसले गर्दाखेरि तिमीलाई सर्टनेस अफ ब्रेथ भइरहेछ, कफ भइरहेछ, विज भइरहेछ भने द्याट इज आस्थमा। तर सिओपिडी चाहिँ जुन हामीले पहिलाको भिडियोमा कभर गरिसक्यौँ, त्यसमा चाहिँ के हुन्छ भन्दाखेरि पेसेन्टलाई पर्सिस्टेन्ट सिम्टम देखिन्छ पेसेन्टको। अब सिओपिडीमा समस्या कहाँ छ भन्दाखेरि एल्भियोलाईमा समस्या हुन्छ कि सिओपिडी इज क्यारेक्टराइज बाई पर्सिस्टेन्ट सिम्टम्स एन्ड एयर फ्लो लिमिटेसन ड्यु टु एयरवे एन्ड एल्भियोलर abnormalities caused by exposure to noxious stimuli। noxious stimuli भनेको चाहिँ हाम्रो स्मोकिङ हुन्छ। जेनरली एउटा मान्छे छ 25 वर्षदेखि स्मोकिङ स्टार्ट गर्यो, 30 वर्षमा स्मोकिङ कन्टिन्युस गरिरहेछ भने 55 वर्षमा हि क्यान प्रेजेन्ट विथ सिओपिडी, राइट। अर्को हुन्छ हाइजिन हाइपोथेसिस। सो हाइजिन हाइपोथेसिस भनेको चाहिँ के हो भन्दाखेरि नर्मल्ली चाहिँ जुन बेला एउटा स्टडीमा चाहिँ के भयो भन्दाखेरि जुन रुरल एरियाजमा बच्चाहरू बस्थ्यो नि, सो रुरल एरियाजको बच्चाहरूलाई चाहिँ आस्थमा चाहिँ कम भएको देखिन्थ्यो क्या, र अर्बन एरियाजमा चाहिँ आस्थमा धेरै देखिन्थ्यो। सो के पत्ता लगायो भन्दाखेरि लाइक हाइपोथेसिस चाहिँ के हो भन्दाखेरि किनकि रुरल एरियाजका बच्चाहरू चाहिँ पहिलेदेखि डस्टसँग धेरै एक्सपोज भएको हुन्छन् नि त, डस्टसँग धेरै एक्सपोज भएको कारणले गर्दाखेरि एयरवेले चाहिँ अलरेडी एयरवेले रेस्पोन्स दिइसकेको हुन्छ कि त्यो डस्ट पार्टिकल्सहरूसँग, त्यही भएर एयरवे अर्कोचोटि चाहिँ हाइपर रेस्पोन्ड गर्दैन। तर इट इज नट इन द केस अफ अर्बन एरियाजको बच्चाहरूमा, किनकि डस्टसँग एक्सपोज भएको हुँदैनन् तिनीहरू, त्यही भएर अब नर्मल डस्टसँग पनि एयरवेले हाइपर रेस्पोन्ड गरिदिन सक्छ। द्याट इज अल अबाउट हाइजिन हाइपोथेसिस। अब आस्थमा र सिओपिडीमा चाहिँ के हुन्छ फरक भन्दाखेरि आस्थमा चाहिँ एलर्जेन रिलेटेड हो, सिओपिडी स्मोकिङ रिलेटेड हुन्छ। आस्थमा रिभर्सिबल हुन्छ, सिओपिडी पर्सिस्टेन्ट एयर फ्लो लिमिटेसन। आस्थमामा अर्ली प्रेजेन्टेसन हुन्छ, बच्चेदेखि प्रेजेन्ट हुन सक्छ, सिओपिडीमा डिलेड प्रेजेन्टेसन हुन्छ। आस्थमा चाहिँ ब्रोङ्कोडाइलेटरी रिलिभ हुन्छ भने सिओपिडी पार्सल रेस्पोन्स मात्र देखाउँछ। आस्थमालाई कन्ट्रोल गर्ने हामीसँग जिना गाइडलाइन्स हुन्छ, ग्लोबल इनिसिएटिभ फर आस्थमा। सिओपिडीलाई कन्ट्रोल गर्ने गोल्ड गाइडलाइन्स, ग्लोबल इनिसिएटिभ फर अब्स्ट्रक्टिभ लङ डिजिज। अब के हुन्छ भन्दाखेरि एयरवे रिमोडेलिङ भइसकेको हुन्छ कि आस्थमामा क्रोनिक इन्फ्लामेसन भइसकेपछि एयरवे रिमोडेलिङमा चाहिँ के हुन्छ भन्दाखेरि सब इपिथेलियम भन्दा तल सब इपिथेलियल फाइब्रोसिस भइसकेको हुन्छ। यो म्युकस ग्ल्यान्ड छ, म्युकस ग्ल्यान्डको हाइपरट्रोफी भएर म्युकस ग्ल्यान्डको धेरै सेक्रेसन हुन थाल्छ। स्मुथ मसल्सहरू हाइपरट्रोफी भएर एयरवे स्मुथ मसल्सहरू धेरै हुन थाल्छन्, एन्जियोजेनेसिस हुन थाल्छ। अब ब्रोङ्कियल स्मुथ मसल धेरै भएको कारणले गर्दाखेरि अब यो जुन हाम्रो पाथवे छ, यो पाथवे नै ब्रोङ्कस नै एयरवे नै न्यारो भइसकेको हुन्छ। त्यही भएर यो ब्रोङ्कियल मसलको हाइपरट्रोफीले गर्दाखेरि यो न्यारो एयरवे भयो भने चाहिँ हामीले चाहिँ यो ब्रोङ्कसको मसललाई नै एउटा थर्मल एनर्जीले एब्लेट गरिदिन्छौँ। त्यसलाई चाहिँ हामीले ब्रोङ्कियल थर्मोप्लास्टी भन्छौँ क्या। सो ब्रोङ्कियल थर्मोप्लास्टी पनि हामीले आस्थमामा गरिन्छ, जुन भनेको चाहिँ के हो भन्दाखेरि एब्लेसन अफ द स्मुथ एयरवे स्मुथ मसल हो बाई डेलिभरिङ द थर्मल एनर्जी भन्ने कुरा चाहिँ याद हुनु पऱ्यो। ब्रोङ्कियल थर्मोप्लास्टी कहाँ गरिन्छ भन्ने कुरा। अब पहिला चाहिँ हामीले आस्थमालाई चाहिँ दुईवटा डिभिजनमा डिभाइड गर्थ्यो। एउटा एक्सट्रिन्सिक अथवा अटोपिक आस्थमा हुन्छ, अर्को इन्ट्रिन्सिक अथवा इडियोसिङ्क्रेटिक आस्थमा हुन्छ। सो एक्सट्रिन्सिक आस्थमा इज अलवेज एलर्जेन रिलेटेड। एलर्जेन छ भने हाम्रो बडीको मोस्ट कमन एलर्जेन इज, हाम्रो बडीलाई हुने मोस्ट कमन एलर्जी इज हाउस डस्ट माइट्स। हाम्रो घर वरपर देखिने जुन डस्ट माइट्सहरू हुन्छ, जसलाई जुन हाम्रो डर्माटोफगोइट्स भन्ने क्लासमा पर्छ, त्यसले गर्दाखेरि चाहिँ एलर्जी हुन्छ। जसले गर्दाखेरि एलर्जी छ, त्यही भएर आइजी लेभल बढ्छ। स्किन टेस्ट फल एलर्जेन पोजिटिभ हुन्छ, बच्चैदेखि हुन्छ, त्यही भएर चाइल्डहुड अनसेट हुन्छ, सिभियरिटी चाहिँ माइल्ड हुन्छ। अब यस्तै अर्को क्लास हुन्छ थन्डरस्टर्म आस्थमा भन्ने। थन्डरस्टर्म आस्थमा भनेको चाहिँ के हो भन्दाखेरि इट कम्स अन्डर एक्सट्रिन्सिक अटोपिक आस्थमा, जसले चाहिँ के भन्छ भन्दाखेरि इट ह्यापन्स ड्यु टु एकदमै
स्ट्रङ विन्ड चलेको बेलामा चाहिँ एकदम डिस्पर्सल हुनसक्छ पोलनको, जसले गर्दाखेरि आस्थमा भइरहेछ पेसेन्टको, एयरवे हाइपर रेस्पोन्ड गरिरहेछ भने द्याट इज थन्डर स्टर्म आस्थमा। यस्तोमा चाहिँ इम्युनोथेरापी हेल्पफुल हुन्छ। इम्युनोथेरापी भनेको चाहिँ कस्तो भन्दाखेरि जुन कुराले चाहिँ तिमीलाई एलर्जी भइरहेछ त्यो कुराको लागि एकदम सानो डोजमा, भनेको एकदम स्मल डोज अफ एलर्जेनलाई चाहिँ एलर्जेनप्रति चाहिँ पेसेन्टलाई एक्सपोज गरिदियो भने चाहिँ अब चाहिँ पेसेन्टको एयरवे चाहिँ हाइपर रेस्पोन्ड गर्दैन कि भन्ने सिद्धान्तमा चाहिँ इम्युनोथेरापी बनायो। इट इज जस्ट लाइक लाइभ एट्युनेटेड भ्याक्सिनले चाहिँ तिम्रो बडीमा इम्युन रेस्पोन्स जेनेरेट गरिदिन्छ नि, त्यस्तै नै स्मल डोज अफ एलर्जेनले चाहिँ तिम्रो एयरवे चाहिँ हाइपर रेस्पोन्ड गर्दैन भन्ने कुरा हो। इम्युनोथेरापी हेल्पफुल हुनसक्छ भन्ने कुरा। अर्को एक्सट्रेन्सिक अर्को चाहिँ इन्ट्रेन्सिक अथवा इडियोसिङ्क्रेटिक आस्थमा भनेको चाहिँ यसको चाहिँ हामीलाई थाहा छैन किन हुन्छ, यसको ट्रिगरै थाहा हुँदैन। इट क्यान बी ब्याक्टेरियल, इट क्यान बी भाइरल। ब्याक्टेरियल अथवा भाइरल भएको कारणले गर्दाखेरि सिरम आइजी नर्मल हुन्छ, स्किन टेस्ट फल एलर्जेन नेगेटिभ हुन्छ, एडल्ट अनसेट हुन्छ र सिभियरिटी चाहिँ एकदम सिभियर हुन पुग्छ। अब इम्युनोलोजिकल क्लासिफिकेसन चाहिँ टाइप 2 आस्थमा र नन टाइप 2 आस्थमा भन्ने हुन्छ। सो नर्मल्ली चाहिँ हाम्रो बडीमा कुनै पनि पार्टिकल आइरहेछ भने हाम्रो बडीको इम्युन रेस्पोन्स हुन्छ। त्यो इम्युन रेस्पोन्स त्यो कुरा चाहिँ यदि इन्फेक्सन हो भने हाम्रो बडीले TH1 रेस्पोन्स देखाउँछ, र यदि त्यो कुरा एलर्जी हो भने चाहिँ हाम्रो बडीले TH2 रेस्पोन्स देखाउँछ। टाइप 2 आस्थमामा चाहिँ हाम्रो बडीमा चाहिँ बडी चाहिँ मोस्ट कमन टाइप हो टाइप 2 आस्थमा, र इट इज ड्रिभन बाई TH2 सेल। TH2 सेल हो, TH2 सेल आएको छ भनेपछि इट इज एलर्जी। TH2 सेलले चाहिँ इन्टरल्युकिन्सहरू प्रड्युस गर्छ। कुन इन्टरल्युकिन प्रड्युस गर्छ? इन्टरल्युकिन 4 प्रड्युस गर्छ। इन्टरल्युकिन 4ले आइजिईलाई बढाइदिने काम गर्छ। इन्टरल्युकिन 5 प्रड्युस गर्छ। इन्टरल्युकिन 5ले योसिनोफिललाई बढाइदिने काम गर्छ। इन्टरल्युकिन 13 प्रड्युस गर्छ। इन्टरल्युकिन 13ले एयरवेको हाइपर रेस्पोन्सिभनेस बढाइन्छ, म्युकसको सेक्रेसन बढाइन्छ टाइप 2 आस्थमामा चाहिँ। नन टाइप 2 आस्थमामा चाहिँ के हुन्छ भन्दाखेरि इट इज लेस कमन, अनि यो चाहिँ इरिटेन्ट, पल्युटेन्ट, भाइरस अथवा माइक्रोब्सहरूले गर्दाखेरि हुन्छ। जस्तो एउटा मान्छेलाई कोभिड लागेको छ अरे, त्यो मान्छेलाई कोभिड लगाइसकेपछि केही समयपछि त्यो मान्छेले चाहिँ के कम्प्लेन गर्छ भन्दाखेरि पहिला त मलाई यस्तो कहिले पनि हुन्थेन, तर आजकल चाहिँ मलाई सर्टनेस अफ ब्रेथ हुन थालेको छ, आजकल चाहिँ मलाई कफ हुन थालेको छ, आजकल चाहिँ मलाई विज हुन थालेको छ, किन होला भनेर भन्यो भने चाहिँ इट इज पोस्ट भाइरल। पोस्ट भाइरल चाहिँ तिम्रो बडीमा चाहिँ न्युट्रोफिलिक इन्फ्लामेसन भइसकेको हुन्छ। न्युट्रोफिलिक इन्फ्लामेसनले गर्दाखेरि ब्रोङ्कोस्पाजम भयो भने द्याट इज नन टाइप 2 आस्थमा। नन टाइप 2 आस्थमा एकदम कमन हुन्छ र इट ह्यापन्स ड्यु टु इरिटेन्ट्स, पल्युटेन्ट्स, माइक्रोब्स, भाइरस भयो। अब डायग्नोसिस कसरी गर्ने? डायग्नोसिस गर्ने भनेको स्पाइरोमेट्रीले हो। सो स्पाइरोमेट्रीमा अब्स्ट्रक्टिभ प्याटर्न हुन्छ, FEV1 बाई FVC रेसियो लेस देन 0.7 वाला कुरा। अब ब्रोङ्कोडाइलेटर रिभर्सिबिलिटी, किनकि अब अब्स्ट्रक्टिभ छ भने आस्थमा र सिओपिडी छुट्याउनु पऱ्यो। अब ब्रोङ्कोडाइलेटर दिने, ब्रोङ्कोडाइलेटर दिइसकेपछि FEV1 ग्रेटर देन 12% अथवा 200 ml भन्दा बढी भइरहेको छ सावा इन्हालेसन पछि भने चाहिँ हामीले त्यसलाई ब्रोङ्कोडाइलेटर रिभर्सिबिलिटी भन्छौँ। सो ब्रोङ्कोडाइलेटर रिभर्सिबिलिटी भइरहेछ भने द्याट इज आस्थमा। अघि पनि भनिसक्यौँ आस्थमा र सिओपिडीको डिफ्रेन्समा। सिओपिडी चाहिँ ब्रोङ्कोडाइलेटरप्रति चाहिँ त्यति राम्रो रेस्पोन्ड गर्दैन भनेर। अब ब्रोङ्कोडाइलेटर रिभर्सिबिलिटी भनिसकेपछि चाहिँ मान्छेहरूले चाहिँ के सोच्न थाल्यो भन्दाखेरि आस्थमा चाहिँ कम्प्लिटली रिभर्सिबल हुन्छ कि भन्ने कुरा सोच्न थाले। सो त्यो कुरा हटाउनको लागि चाहिँ नयाँ टर्म कोइन गरियो। नयाँ टर्म भनेको ब्रोङ्कोडाइलेटर रेस्पोन्सिभनेस हो। ब्रोङ्कोडाइलेटर रेस्पोन्सिभनेस भनेको चाहिँ के हो भन्दाखेरि ब्रोङ्कोडाइलेटर रिभर्सिबिलिटी र रेस्पोन्सिभनेसको डेफिनेसन दुईवटा छुट्टाको छ। ब्रोङ्कोडाइलेटर रेस्पोन्सिभनेस भनेको FEV1 ग्रेटर देन 10% आफ्टर साबा भयो भने पनि त्यसलाई ब्रोङ्कोडाइलेटर रेस्पोन्सिभनेस भन्छ। आजकलको नयाँ टर्म भनेको ब्रोङ्कोडाइलेटर रेस्पोन्सिभनेस हो। ब्रोङ्कोडाइलेटर रिभर्सिबिलिटी चाहिँ पहिला युज गरिन्थ्यो, जसको अर्थ भनेको FEV1 ग्रेटर देन 12% अथवा ग्रेटर देन 200 ml आफ्टर साबा इन्हालेसन हो। अर्को भनेको PEFR भेरिएबिलिटी, पिक एक्सपिरेटरी फ्लो रेट भेरिएबल छ कि छैन, विदिन डे 10% भन्दा बढी भेरिएबल छ भने द्याट इज आस्थमाको डायग्नोसिस गर्न हेल्प हुन्छ भन्ने कुरा। तर हामीले क्लिनिकल्ली चाहिँ स्पाइरोमेट्रीबाट नै गर्छौँ, ब्रोङ्कोडाइलेटर रिभर्सिबिलिटी हेरेर नै गर्छौँ। तर PEFRहरू चाहिँ जस्ट एक्जामिनन थ्योरिटिकल कुराहरू हो। सो PEFR चाहिँ नर्मल्ली अर्ली मर्निङमा, किनकि कोल्ड हुन्छ, टेम्परेचर कम हुन्छ, कोल्डले यत्तिकै पनि ब्रोङ्कोस्पाजम गराउँछ, अनि एज डे प्रोग्रेसेस PEFR हाम्रो बढ्दै जान्छ। सो PEFR भेरिएबिलिटी चाहिँ यदि 10% भन्दा बढी छ भनेपछि चाहिँ त्यसलाई चाहिँ हामीले के भन्छौँ भन्दाखेरि इन अ डे द्याट सजेस्ट अस अफ आस्थमा।
अर्को भनेको ब्रोङ्को प्रोभोकेसन अथवा मेटाकोलिन च्यालेन्ज टेस्ट। सो यो चाहिँ पहिला गरिन्थ्यो, आजकल चाहिँ अब्सोलिट भइसकेको छ। यसमा चाहिँ के हुन्छ भन्दाखेरि बिकज मेटाकोलिनले चाहिँ तिम्रो ब्रोङ्को कन्स्ट्रिक्सन गरिरहेको हुन्छ, त्यसले चाहिँ FEV1 चाहिँ 20%भन्दा कम पारिदिन्छ क्या आफ्टर मेटाकोलिन इनहेलेसन। सो FEV1 20%भन्दा कम त यसले नर्मल ह्युमन बिङमा पनि पार्छ, एस्थमेटिकमा पनि पार्छ। तर अब समस्या के छ भन्दाखेरि कसरी थाहा पाउने भन्दाखेरि एस्थमेटिक पेसेन्टमा चाहिँ 1 mgले पनि FEV1 20%भन्दा कम पारिदिन्छ भने नर्मल इन्डिभिजुअलमा चाहिँ 10 mgसम्म लाग्छ भन्ने कुरा हो। यसरी चाहिँ हामीले आस्थमा डायग्नोज गर्छौँ। अब अर्को कुरा चाहिँ एक्युट सिभियर एक्जासर्बेसन अफ आस्थमा। पहिला चाहिँ यसलाई स्ट्याटस एस्थमेटिकस भन्थ्यो, आजकल चाहिँ त्यो टर्म युज गर्दैनौँ हामी। आजकलको टर्म भनेको एक्युट सिभियर एक्जासर्बेसन अफ आस्थमा हो। यसमा चाहिँ पेसेन्ट एकदम चाँडै ब्रिथ गरेर हुन्छ, रेस्पिरेटर 30भन्दा माथि हुन्छ। त्यही भएर पेसेन्टले चाँडै ब्रिथ गरेको कारणले गर्दाखेरि पेसेन्ट राम्ररी बोल्न पाउँदैन। त्यही भएर पेसेन्ट स्पिक इन वर्ड्स, सिङ्गल वर्ड्स। र हार्ट रेट सिम्प्याथेटिक नर्भस सिस्टम एकदम एक्टिभेट भएको कारणले गर्दाखेरि हार्ट रेट 120भन्दा बढी हुन्छ, बाइलेटरल विच सुनिन्छ, सर्टनेस अफ ब्रेथ हुन्छ, एट रेस्ट पनि एक्सेसरी मसलको युज हुन्छ, र पल्सस प्याराडक्सस देखिन्छ। सो पल्सस प्याराडक्सस भनेको के हो भन्दाखेरि नर्मल इन्सपिरेसन हुँदाखेरि किनकि लङ एक्सपान्ड हुन्छ, लङ एक्सपान्ड भएको कारणले गर्दाखेरि इन्ट्राप्लुरल प्रेसर चाहिँ के हुन थाल्छ, भल्युम बढेको छ भने चाहिँ प्रेसर घट्छ। इन्ट्राप्लुरल प्रेसर झन् नेगेटिभ हुन्छ, त्यो नेगेटिभ प्रेसरले सक्सनको काम गर्छ। सक्सनको काम गरेको कारणले गर्दाखेरि भेनस रिटर्न बढ्छ। भेनस रिटर्न बढेको कारणले गर्दाखेरि राइट भेन्ट्रिकलमा ब्लड धेरै हुने भयो। भेन्ट्रिकलमा ब्लड धेरै भइसकेपछि यहाँ पल्मोनरी भेसलमा पनि ब्लड धेरै हुन्छ, पल्मोनरी डाइलेटेसन हुन्छ। किनकि पल्मोनरी डाइलेटेसन भएको थियो, लेफ्ट भेन्ट्रिकलमा ब्लड पुग्दैन। लेफ्ट भेन्ट्रिकलमा ब्लड पुगेन भनिसकेपछि सिस्टोलिक ब्लड प्रेसर चाहिँ घट्ने भयो। सिस्टोलिक ब्लड प्रेसर इज अल अबाउट लेफ्ट भेन्ट्रिकलले कति पुस गर्न सक्छ। लेफ्ट भेन्ट्रिकलले ब्लडै पुस गरिरहेको हुँदैन, किनकि पल्मोनरी डाइलेटेसनले गर्दाखेरि ब्लड त्यहाँ पुलिङ भइरहेको छ। त्यही भएर सिस्टोलिक ब्लड प्रेसर घट्छ। त्यही भएर नर्मल्ली पनि इन्सपिरेसनमा सिस्टोलिक ब्लड प्रेसर घट्छ, जुन कि एब्सोल्युटली नर्मल कुरा हो। सो इन्सपिरेसनमा सिस्टोलिक बिपी घट्नु त कम्प्लिटली नर्मल हो। तर अब किनकि एस्माको पेसेन्टले हाइपर भेन्टिलेट गरिरहेको छ, हाइपर भेन्टिलेट गरिरहेको छ भनेपछि त यो भेनस रिटर्न पनि बढ्ने भयो, पल्मोनरी डाइलेटेसन एकदमै धेरै हुने भयो नि त। पल्मोनरी डाइलेटेसन एकदमै धेरै भयो भनिसकेपछि अब झन् लेफ्ट भेन्ट्रिकलमा राम्ररी ब्लड पुग्न पाएन, सिस्टोलिक बिपी झन् धेरै घट्ने भयो। सो एक्जाजरेटेड फल इन द सिस्टोलिक बिपी ड्युरिङ द इन्सपिरेसन ड्यु टु द ऱ्यापिड चेन्जेस इन द लङ भल्युम एन्ड इन्ट्राप्लुरल प्रेसर, जेनरली हाइपर भेन्टिलेसन गरेको कारणले गर्दाखेरि भेनस रिटर्न झन् धेरै बढ्यो। झन् धेरै बढेको कारणले गर्दाखेरि पल्मोनरी डाइलेटेसन झन् धेरै भयो, जसले गर्दाखेरि लेफ्ट भेन्ट्रिकलमा ब्लड झन् के भयो, लेफ्ट भेन्ट्रिकलमा ब्लड झन् कमाएपछि सिस्टोलिक बिपी झन् धेरै घट्ने भयो। दिस इज नन एज पल्सस प्याराडक्सस। अब अर्को फङ्सनल क्राइटेरिया चाहिँ के हो भन्दाखेरि एक्युट सिभियर एक्जासर्बेसन अफ आस्थमा डायग्नोज गर्ने पिएफआर चाहिँ 50% अफ द प्रेडिक्टेड भन्दा कम हुनु पऱ्यो। सो प्रेडिक्टेड कसरी थाहा पाउँछौँ त, नर्मल भ्याल्यु फर इज एज चाहिँ एउटा टेबल हुन्छ, त्यसमा चाहिँ उसको एजको लागि नर्मल भ्याल्यु चाहिँ कति हो भनेर थाहा हुन्छ होइन, हामीलाई पहिलेदेखि नै एउटा एस्टिमेट गरेर राखेको हुन्छौँ। तर त्योभन्दा प्रेडिक्टेड भन्दा 50% भन्दा पनि कम छ भने द्याट इज अब चाहिँ एक्युट सिभियर एक्जासर्बेसन अफ आस्थमा छ पेसेन्टलाई भन्ने हुन्छ। अर्को भनेको SpO2 90 भन्दा कम छ अथवा PaO2 60 mmHg भन्दा कम छ, द्याट इज फङ्सनल क्राइटेरिया। अब यदि प्रपरली ट्रिट गरेको छैन भने लाइफ थ्रेटनिङ साइन्स हुनसक्छ, किनकि एकदम कन्टिन्युस हाइपोक्सेमिया भइसक्छ। ब्रेन इज द फर्स्ट अर्गन टु गेट ड्यामेज वेन देयर इज लो अक्सिजन। सो लो अक्सिजन भइसकेपछि अब ब्रेनमा अल्टर्ड सेन्सोरियम हुन थाल्छ, किनकि रेस्पिरेटरी अब त किनकि हाम्रो लङ्स त इट इज हाम्रो जति पनि मसल्सहरू छ, रेस्पिरेटरी मसल्सहरू आर प्रोग्राम टु ब्रिथ एट रेस्पिरेटरी रेट 15 पर मिनटको लागि त 15 पर मिनटको लागि मात्र बनेको छ नि त। तर हामी त रेस्पिरेटरी रेट 30ले ब्रिथ गरिरहेको छ अघिदेखि। त्यही भएर रेस्पिरेटरी रेट अब रेस्पिरेटरी मसल्सहरू फटिक हुन्छ, त्यही भएर रेस्पिरेटरी इफोर्ट घट्न थाल्छ। रेस्पिरेटरी इफोर्ट घट्न थाल्छ अब एकदमै सिभियर ब्रोङ्को कन्स्ट्रिक्सन छ भने त एकदमै सिभियर ब्रोङ्को कन्स्ट्रिक्सन छ भने हावा पास हुँदैन, हावा तलमाथि पास भएन, एकदमै हावा तलमाथि पास भएन भने ब्रेथ साउन्ड पनि हामीले सुन्दैन। सो एब्सेन्ट ब्रेथ साउन्ड अथवा साइलेन्ट चेस्ट देख्न थाल्छौँ हामीले एकछिनपछि, किनकि केही गएको छैन भने चाहिँ SpO2 घट्छ, PaO2 घट्छ। PaO2 घट्छ मात्र होइन, अब PCO2 पनि बढ्छ नि त, किनकि एक्जेल पनि हुन पाएको छैन नि त केही पनि, त्यही भएर PaCO2 पनि बढ्छ भन्ने कुरा हो। अब ट्रिटमेन्ट कसरी गर्ने त एक्युट सिभियर आस्थमालाई? एक्जासर्बेसनलाई ट्रिट गर्नको लागि अक्सिजन नेबुलाइजेसन दिने विथ सामा अर ICS।
आइसिएस चाहिँ प्लस माइनस हो, तर सामा चाहिँ दिनै पर्यो। साबा भनेको सर्ट एक्टिङ बिटा 2 अगोनिस्ट, सामा भनेको सर्ट एक्टिङ मस्कारेनिक एजेन्ट। अब सिस्टमिक स्टेरोइडले के गरिदिन्छ, इन्फ्लामेसनलाई घटाइदिन्छ। ट्रायल अफ आइभीएमजिएसओ दिन्छ। आइभीएमजिएसओको चाहिँ के हुन्छ भन्दाखेरि ब्रोन्कोडाइलेटरी इफेक्ट हुन्छ। सो पहिला चाहिँ सामा दिन्छौँ, त्यसपछि सिस्टमिक स्टेरोइड, देन वी अल्सो गिभ अ ट्रायल अफ आइभीएमजिएसओ। थियोफाइलिन पहिला युज हुन्थ्यो, तर अहिले युज हुँदैन। इट अल्सो कजेस मल्टिफोकल एट्रियल ट्याकिकार्डिया म्याट कज गराउँछ थियोफाइलिनले। अनि लाइफ थ्रेटनिङ फर्ममा चाहिँ हामीले चाहिँ इन्भेजिभ मेकानिकल भेन्टिलेसन दिन्छौँ। सो इन्भेजिभ मेकानिकल भेन्टिलेसनमा पनि हामीले चाहिँ कसरी चाहिँ भेन्टिलेसन गर्नु पऱ्यो भन्दाखेरि यो मान्छेको हाई इन्सपिरेटरी फ्लो रेट होस्, तर प्रोलोङ एक्सपिरेटरी टाइम चाहिँ दिनु पऱ्यो कि। भनेको इन्सपिरेटरी फ्लो चाहिँ हामीले एकदम हाई सेटिङ गरिदिन्छौँ, तर एक्सपिरेटरी टाइम चाहिँ बढाइदिन्छौँ। किनकि एक्सपिरेटरी टाइम किन बढाउन आवश्यक छ भन्दाखेरि किनकि पेसेन्टलाई CO2 पनि रिटेन्सन भइरहेछ नि त अहिले। सो CO2 रिटेन्सन भएको कारणले गर्दाखेरि CO2 रिटेन्सन नहोस् हुनको लागि चाहिँ हामीले प्रोलोङ एक्सपिरेटरी टाइममा चाहिँ हामीले इन्भेजिभ मेकानिकल भेन्टिलेसन छ, भेन्टिलेटर चाहिँ त्यसरी सेट गर्छौँ कि इन्सपिरेटरी फ्लो चाहिँ हाई होस् र प्रोलोङ एक्सपिरेटरी टाइम होस्। सो नर्मली चाहिँ इन्सपिरेटरी टु एक्सपिरेटरीको रेसियो चाहिँ 1:2 हुन्छ भने हामीले भेन्टिलेसनमा सेट गर्नुपर्ने त 1:3 हुन्छ। सो त्यो कुरा हो। अब तर सबै मान्छेलाई त एक्युट सिभियर एक्जासर्बेसन अफ एस्थमा त हुँदैन। मान्छे त स्टेबल एस्थमाको पनि त पेसेन्ट छ नि त, मान्छे त घरमा बसिरहेको हुन्छन् एस्थमाको पेसेन्टहरू। सो त्यो मान्छेहरूको लागि चाहिँ दुईवटा मेडिकेसन हुन्छ, वान इज कन्ट्रोलर मेडिकेसन, अदर वान इज रिलिभर मेडिकेसन। कन्ट्रोलर मेडिकेसनको काम चाहिँ के भन्दाखेरि इन्फ्लेमेसनलाई घटाएर राख्ने काम हो। नर्मल्ली कसले गर्छ, आइसिएसले, एन्टिल्युकोट्राइन्सहरूले पनि गर्छ। एन्टिल्युकोट्राइन्सहरू भनेको मोन्टेलुकास्टहरूले। अर्को भनेको रिलिभर मेडिकेसन। रिलिभर मेडिकेसन भनेको एक्युट सिम्टमको लागि, एक्युट सिम्टम देखिरहेको छ पेसेन्टलाई, त्यसलाई चाहिँ रिलिभ गराउनको लागि चाहिँ हामीले रिलिभर मेडिकेसन दिन्छौँ। सो प्रिफर्ड रिलिभर पहिला चाहिँ हामीले के युज गर्थ्यो भन्दाखेरि साबा युज गर्थ्यो, तर अहिले चाहिँ एकदमै इम्पोर्टेन्ट चाहिँ चेन्ज भनेको लो डोज आइसिएस र फर्मोटेरल। लो डोज आइसिएस फर्मोटेरल इज प्रिफर्ड ओभर साबा। पहिला चाहिँ साबा युज हुन्थ्यो, तर अहिले चाहिँ लो डोज आइसिएस र फर्मोटेरल युज हुन्छ। सो लो डोज आइसिएसले के गरिदिन्छ भन्दाखेरि इन्फ्लेमेसन हुन दिँदैन, र आइसिएस फर्मोटेरलले चाहिँ के गरिदिन्छ भन्दाखेरि ब्रोन्कोस्प्याजम हुन दिँदैन। फर्मोटेरलले चाहिँ के गरिदिन्छ भन्दाखेरि ब्रोन्कोस्प्याजम हुन दिँदैन। ब्रोन्कोस्प्याजम हुन दिँदैन। फर्मोटेरल इज अ लङ पनि अनि एकदम फास्ट एक्टिङ पनि गर्छ। तर पहिला साबा चाहिँ फास्टेस्ट एक्टिङ हो, तर सर्ट एक्टिङ हुन्छ साबा। सो साबाले चाहिँ पहिला ब्रोन्कोस्प्याजमलाई चाहिँ कन्ट्रोल गरिदिन्थ्यो, तर इन्फ्लेमेसनलाई त कन्ट्रोल गर्दैन नि त। सो साबाको चाहिँ हामीले साइड इफेक्ट लाइक कन्ट्रोल हुन नसकेको कारणले गर्दाखेरि, पेसेन्टलाई राम्ररी रिलिभ हुन नसकेको कारणले गर्दाखेरि चाहिँ इन्फ्लेमेसनलाई पनि कन्ट्रोल गर्नको लागि चाहिँ हामीले लो डोज आइसिएस हालेको। तर किनकि साबा चाहिँ एकदम सर्ट एक्टिङ हुन्छ, त्यही भएर पेसेन्टको कम्प्लायन्स त भएको छैन नि त साबासँग। त्यही भएर चाहिँ हामीले फर्मोटेरल दिएको, जुन चाहिँ एकदमै लङ एक्टिङ छ। त्यही भएर चाहिँ हाम्रो ट्रिटमेन्ट रेजिमेन रिलिभर मेडिकेसन चाहिँ लो डोज आइसिएस र फर्मोटेरल हुन पुगेको। सो स्टेप वाइज म्यानेजमेन्टमा चाहिँ हामीले कसरी म्यानेज गर्छौँ त, हामीले आस्थमाको पेसेन्टलाई चाहिँ, स्टेबल आस्थमाको पेसेन्टलाई, सो यसको चाहिँ दुईवटा क्याटेगोरी छ। सिम्टम कस्तो छ त, इनफ्रिक्वेन्ट सिम्टम छ कि फ्रिक्वेन्ट सिम्टम छ। सो फ्रिक्वेन्ट सिम्टम भनेको डेली सिम्टम, इनफ्रिक्वेन्ट सिम्टम भनेको लेस देन 2 पर मन्थ छ, अथवा हप्तामा 4 देखि 5 दिन सिम्टम छ। त्यस्तोलाई कसरी म्यानेज गर्ने, र फ्रिक्वेन्ट डेली सिम्टम छ जसको सिम्टम्स चाहिँ धेरै जसो दिनमा भइरहेको हुन्छ र नाइट अवेकनिङ हुन्छ। एकचोटि चाहिँ हप्तामा एकचोटि चाहिँ राति उठ्नुपर्छ, अथवा डेली सिम्टम छ अथवा नाइट अवेकनिङ छ हप्तामा एकचोटि चाहिँ नाइट अवेकनिङ पनि छ। पहिला चाहिँ अलमोस्ट धेरै दिन हुन्थ्यो, तर अहिले चाहिँ डेली नै सिम्टम छ भने चाहिँ त्यसलाई चाहिँ हामीले फ्रिक्वेन्ट सिम्टम्स भन्छौँ। सो अब यो इनफ्रिक्वेन्ट सिम्टम्सलाई चाहिँ स्टेप 1 र स्टेप 2 चाहिँ हामीले लगातार मर्ज गरिदिएको छ। स्टेप 1 र स्टेप 2लाई चाहिँ हामीले लो डोज आइसिएस र फर्मोटेरल नै दिन्छौँ, तर एज पर निडेड। सो एज पर निडेड भनेपछि त हामीले पेसेन्टलाई काउन्सिल पनि गर्नु पऱ्यो, कसरी चाहिँ पेसेन्टले चाहिँ खानुपर्छ त यो मेडिकेसन भन्दाखेरि, कसरी चाहिँ पेसेन्टले यो मेडिकेसन युज गर्नुपर्छ भन्दाखेरि हामीले चाहिँ नर्मल्ली इन्हेलर चाहिँ पकेटमा राख्न भन्छौँ। इन्हेलर पकेटमा राख्ने, जुन बेला चाहिँ सिम्टम्स आउँछ त्यो बेला चाहिँ तिमीले मेडिकेसन लिइहाल्ने, नेक्स्ट डे चाहिँ तिमीलाई चाहिएन। सो हाम्रो स्टेप 1 स्टेप 2 यो जुन इनफ्रिक्वेन्ट सिम्टम छ यसलाई म्यानेज गर्ने स्टेप 1 स्टेप 2ले हो, जसले लो डोज आइसिएस र फर्मोटेरल एज पर निडेड इन्हेलर पकेटमा राख भन्ने, जुन बेला सिम्टम आउँछ त्यो बेला खाने, त्यो बेला लाउने, लाइक त्यो बेला इन्हेल गर्ने, सक्यो। अब स्टेप 3 स्टेप हो। सो अब चाहिँ हाम्रो सिम्टम डेली आइरहेछ कि सिम्टम मस्ट डेजमा आइरहेछ, त्यसरी स्टेप 2 स्टेप 3 स्टेप 4 स्टेप 5 चाहिँ त्यसरी नै हुन्छ। सो स्टेप 3मा चाहिँ हामीले डेली खान थाल्छौँ। अब चाहिँ पहिला चाहिँ एज पर निडेड मात्र थियो, लाइक डेली युज गर्न थाल्छौँ। डेली लो डोज
आइसिएस र फर्मोटेरोल स्टेप 3 मा। स्टेप 4 भनेको डेली मिडियम डोज आइसिएस प्लस फर्मोटेरोल र एकदम स्टेप 5 मा चाहिँ हामीले लामा पनि युज गर्छौँ। लामा भनेको टायोट्रोपियम, साबा भनेको चाहिँ इप्राट्रोपियम हो, टायोट्रोपियम भनेको इप्राट्रोपियमको दाइ। सो यसमा चाहिँ हामीले हाई डोज आइसिएस र लाभा युज गर्छौँ। सो यसमा चाहिँ स्टेप 5 मा अर्को एडिसनल थिङ के छ भन्दाखेरि रिफर टु द स्पेसलिस्ट सेन्टर एन्ड बायोलोजिक्स पनि एड गर्छौँ हामीले। सो बायोलोजिक्स भनेको के हो अब हामी एकछिनमा पढ्छौँ। सो यसमा चाहिँ के हुन्छ भन्दाखेरि पेसेन्टले चाहिँ डेली लो डोज आइसिएस र फर्मोटेरोल बिहान बेलुका युज गरिरहेको हुन्छ। पेसेन्टले बिहान बेलुका इन्हेलर युज गरिरहेछ डेली, तर पनि पेसेन्टलाई चाहिँ कहिलेकाहीँ चाहिँ एकदमै एक्युट एट्याक आइदिन सक्छ क्या। लाइक पेसेन्टलाई चाहिँ कहिले एकदमै एक्जासर्बेसन हुनसक्छ, झ्याप्पै एक्जासर्बेसन हुनसक्छ स्टिमुलाइले गर्दाखेरि। त्यो बेला चाहिँ हामीले पेसेन्टलाई चाहिँ यदि पेसेन्टले अक्युट सिम्टम त्यतिखेर चाहिँ एक्सपिरियन्स गरिरहेको छ भने चाहिँ हामीले लो डोज आइसिएस र फर्मोटेरोल त्यतिखेर नै हामीले पेसेन्टलाई युज गरेर भन्नुपर्छ। तर पेसेन्टको कम्प्लेन के हुन्छ भन्दाखेरि मैले त बिहान बेलुका नै लो डोज आइसिएस र फर्मोटेरोल युज गरिरहेको थिएँ, अथवा बिहान बेलुका नै मिडियम डोज आइसिएस र फर्मोटेरोल युज गरिरहेको थिएँ, तर पनि मैले चाहिँ अहिले चाहिँ किन युज गर्नु पर्यो त भनेर क्वेसन सोध्छन्। सो सिम्पल कुरा चाहिँ के छ भन्दाखेरि यसमा चाहिँ हामीले मेन्टेनेन्स एन्ड रिलिभर थेरापी भन्छ, यसलाई चाहिँ मार्ट थेरापी भन्छ। सो मार्ट थेरापी भनेको चाहिँ के हो भन्दाखेरि पेसेन्ट बिहान बेलुका युज गर्छ, पेसेन्टले बिहान बेलुका युज गरे तापनि पेसेन्टलाई चाहिँ नर्मल्ली चाहिँ कुनै पेसेन्टलाई चाहिँ स्टिमुलाइले चाहिँ नर्मल बेलामा पनि हाइपर रेस्पोन्सिभनेस हुनसक्छ, अथवा कुनै स्ट्रेस कन्डिसन छ त्यो स्ट्रेस कन्डिसनमा पनि पेसेन्टको इयरवे हाइपर रेस्पोन्सिभनेस हुनसक्छ पेसेन्टको इयरवे। त्यो बेलामा चाहिँ पेसेन्टलाई सिम्टम्स अक्युट सिम्टम्स देखियो भने चाहिँ हामीले पेसेन्टलाई रिलिभर दिनुपर्छ, पेसेन्टलाई रिलिभर युज गर्नु भन्नुपर्छ। पेसेन्टलाई रिलिभर युज गर्ने भनेको लो डोज आइसिएस र फर्मोटेरोल चाहिँ जुन बेला त्यस्तो सिम्टम देखिरहेछ त्यो बेला लिनु भन्नै पर्छ। लिइसकेपछि पनि बिहान र बेलुकाको जुन डोज लिइराख्नुहुन्थ्यो पेसेन्टले त्यो चाहिँ छोड्न मिल्दैन, द्याट इज म्यान्डेटरी। र यो कुरामा चाहिँ हामीले पेसेन्टलाई एकदम मजाले काउन्सिल गर्नै आवश्यक छ। बिहान बेलुका खानै पऱ्यो, तर जुन बेला चाहिँ बिहान बेलुका युज गर्नै पऱ्यो, र जुन बेला चाहिँ तिमीलाई पेसेन्टलाई चाहिँ एकदमै सिम्टम्स एक्जाजरेट भइरहेको जस्तो अथवा एकदम एक्युट सिम्टम भइरहेको छ, एकदम सास फेर्न गाह्रो भइरहेको छ भने त्यो बेला चाहिँ पेसेन्टले लो डोज आइसिएस र फर्मोटेरोल चाहिँ युज गर्नै पर्छ भनेर काउन्सिल गर्नुपर्छ। द्याट इज भेरी इम्पोर्टेन्ट पार्ट। र यो थेरापीलाई चाहिँ हामीले मेन्टेनेन्स एन्ड रिलिभर थेरापी मार्ट भन्छौँ। सो हामीले लो डोज आइसिएस, मिडियम डोज आइसिएस र हाई डोज आइसिएसलाई चाहिँ छुट्टै किन्नुपर्छ कि पर्दैन भन्ने कुरा पनि हुन्छ। तर एक पफ चाहिँ नर्मल जुन इन्हेलर पाउँछ, एक पफले चाहिँ लो डोज आइसिएस हुन्छ, 2 पफले मिडियम डोज आइसिएस हुन्छ, र 2 पफभन्दा बढीले चाहिँ हाई डोज आइसिएस हुन्छ भन्ने कुरा हो। अब बायोलोजिक्स भनेको थियो मैले यहाँ। स्टेप 5 मा चाहिँ पेसेन्टलाई चाहिँ हामीले चाहिँ रिफर गर्छौँ स्पेसलाइज मान्छेसँग, स्पेसलिस्टसँग रिफर गर्छौँ र बायोलोजिक्स एड गर्छौँ। बायोलोजिक्स भनेको के हो त? बायोलोजिक्स भनेको अघि मैले भनेको थिएँ टाइप 2 आस्थमामा चाहिँ यदि TH2 रेस्पोन्स आयो भने इन्टरल्युकिन 4, इन्टरल्युकिन 5 र इन्टरल्युकिन 13 को चाहिँ एक्टिभेसन हुन्छ भनेर। सो इन्टरल्युकिन 5 एन्टी आइजी ओमालिजुम्याब एलर्जेनको अगेन्स्टमा, एन्टी IL-5 मेपोलिजुम्याब अथवा रेस्लिजुम्याब भन्छ, एन्टी IL-5 रिसेप्टर एन्टागोनिस्ट भन्छ बेनरालिजुम्याब, एन्टी इन्टरल्युकिन 4 रिसेप्टर एन्टागोनिस्ट डुपिलुम्याब, र एन्टी TSLP भन्ने हुन्छ। TSLP भनेको चाहिँ के भन्दाखेरि थाइमिक स्ट्रोमल लिम्फोपोएटिन। सो थाइमिक स्ट्रोमल लिम्फोपोएटिन भनेको चाहिँ हामीले चाहिँ धेरै रिसर्चहरूले चाहिँ के भन्छ भन्दाखेरि थाइमिक स्ट्रोमल लिम्फोपोएटिनले नै इनिसिएट गरिरहेको हुन्छ इम्युन रेस्पोन्स। सो यो इम्युन रेस्पोन्सलाई हटाउनको लागि चाहिँ यसले नै आस्थमाको इम्युन रेस्पोन्स देखाउँछ भन्ने कुरा हुन्छ। सो के हुन्छ भन्दाखेरि हामीले एन्टी TSLP टेजेपेलुम्याब चाहिँ दिन्छौँ हामीले चाहिँ पेसेन्टलाई, लाइक बायोलोजिक्समा, जसले गर्दाखेरि चाहिँ हाम्रो पेसेन्टलाई चाहिँ ठिक हुन्छ भन्ने कुरा हो। सो स्टेप 2देखि स्टेप 5 मा चाहिँ हामीले के गर्न मिल्छ भन्दाखेरि एन्टिल्युकोट्राइन्स इम्युनोथेरापी। स्टेप 2 मा चाहिँ स्टेप 2 देखि चाहिँ एन्टिल्युकोट्राइन इम्युनोथेरापीहरू पनि हामीले चाहिँ एडजुभेन्टको रूपमा दिन मिल्छ। र स्टेप 5 मा चाहिँ ओरल स्टेरोइड्स पनि दिन मिल्छ। पहिला चाहिँ यहाँ चाहिँ यो बक्समै ओरल स्टेरोइड्स हुन्थ्यो, तर ओरल स्टेरोइड्सको किनकि साइड इफेक्ट धेरै भएको कारणले गर्दाखेरि ओरल स्टेरोइड्स चाहिँ अहिले चाहिँ युज हुँदैन। तर
एट स्टेप 5 चाहिँ तिमीले एडजुभेन्टको रूपमा चाहिँ ओरल स्टेरोइड्स पनि दिन मिल्छ र एजिथ्रोमाइसिन पनि दिन मिल्छ, किनकि एजिथ्रोमाइसिन इज नट ओन्ली एन्टिबायोटिक, एजिथ्रोमाइसिनको एन्टी इन्फ्लामेटरी प्रपर्टी पनि हुन्छ भन्ने कुरा हो। सो अब चाहिँ पेसेन्टलाई चाहिँ पेसेन्ट जसले चाहिँ आस्थमाको ट्रिटमेन्ट गरेर हुन्छ, स्टेबल आस्थमाको ट्रिटमेन्टमा जो पेसेन्टहरू हुन्छन् तिनीहरू पनि क्लासिफाइड हुन्छन् डिफ्रेन्ट रूपमा। सो माइल्ड आस्थमा कसलाई छ भनेर भन्दाखेरि जो मान्छे चाहिँ कन्ट्रोल थेरापीमा छ स्टेप 1 र स्टेप 2 को, मोडरेट आस्थमा कन्ट्रोल थेरापी 3 or 4 को स्टेपमा छ भने, सिभियर आस्थमा रिक्वायरिङ हाई डोज आइसिएस र लाभा चलाइराख्नु परिरहेको छ भने द्याट इज सिभियर आस्थमा। स्टेबल आस्थमाको 3टा क्लासिफिकेसन हुन्छ, माइल्ड, मोडरेट र सिभियर। माइल्ड भनेको स्टेप 1 स्टेप 2, मोडरेट भनेको स्टेप 3 स्टेप 4 र सिभियर भनेको एकदम हाई डोज चाहिरहेको छ भने द्याट इज सिभियर। अब एक्सर्साइज इन्ड्युस आस्थमा भन्ने हुन्छ। एक्सर्साइज इन्ड्युस आस्थमा डेभिड बेकम भन्ने हाम्रो फुटबल प्लेयरलाई चाहिँ पहिला एक्सर्साइज इन्ड्युस आस्थमा भन्ने हुन्थ्यो। सो एक्सर्साइज इन्ड्युस आस्थमा भनेको चाहिँ सस्पेक्टेबल इन्डिभिजुअललाई मात्र हुन्छ कि। सो सस्पेक्टेड इन्डिभिजुअल भनेको नट एभ्री वान हु इज डुइङ एक्सर्साइज विल ह्याभ आस्थमा, तर कोही मान्छेलाई चाहिँ हुनसक्छ, त्यो चाहिँ इडियोसिन्क्रेसी पनि हो। र के हुन्छ भन्दाखेरि एक्सर्साइजले आस्थमा इन्ड्युस गर्न सक्छ र मोर ड्युरिङ द कोल्ड एन्ड ड्राई क्लाइमेटमा झन् धेरै हुनसक्ने चान्सेस हुन्छ। सो यसको लागि चाहिँ क्वेसनले चाहिँ के सोध्छ भन्दाखेरि ड्रग अफ चोइस फर सर्ट टर्म प्रोफाइल्याक्सिस र ड्रग अफ चोइस फर लङ टर्म प्रोफाइल्याक्सिस एन्ड ओभरअल कन्ट्रोल अफ डिजिज। ओभरअल कन्ट्रोल अफ डिजिज छ, लङ टर्म प्रोफाइल्याक्सिस छ भनेपछि वी विल गिभ आइसिएस, त्यसमा केही पनि दुविधा छैन। तर सर्ट टर्म प्रोफाइल्याक्सिस छ, सपोज एउटा फुटबल प्लेयर छ, एकछिनपछि पेनाल्टी हान्नुपर्ने छ तर अहिले चाहिँ उसलाई सर्टनेस अफ ब्रेथ भइरहेछ, एक्सर्साइज इन्ड्युस आस्थमा भइरहेछ भने वी अलवेज गिभ फर साभा, बिकज साभा इज द फास्टेस्ट एक्टिङ बिटा 2 अगोनिस्ट होइन। साभा दियो भने त ठिक हुन्छ, चाँडै पेसेन्टलाई टेन्सन हुँदैन भन्ने कुरा हुन्छ। अर्को चाहिँ यदि साभा अप्सनमा छैन भने वी क्यान अल्सो गो फर एन्टिलिगोट्राइन्स र मासेल स्टेबलाइजर्स भन्ने कुरा हो। एक्सर्साइज इन्ड्युस आस्थमामा हामीले बुझ्नुपर्ने कुरा यति हो। अर्को हुन्छ एस्पिरिन इन्ड्युस आस्थमा। सो एस्पिरिनमा चाहिँ हाम्रो बडीमा चाहिँ एराकिडोनिक एसिड भन्ने हुन्छ। सो एराकिडोनिक एसिड चाहिँ 2टा पाथवेबाट मेटाबोलाइज हुन्छ, आइदर कक्स अथवा लक्स। कक्सबाट चाहिँ प्रोस्टाग्ल्यान्डिन बनाउँछ, लक्सबाट चाहिँ ल्युकोट्राइन्स बनाउँछ। एस्पिरिनले चाहिँ के गर्छ भन्दाखेरि कक्स पाथवेलाई चाहिँ इनिबिट गरिदिन्छ। अब जुन एराकिडोनिक एसिड हुन्छ त्यो सबै डाइभर्ट हुन्छ, लक्स पाथवेबाट ल्युकोट्राइन्स बनाउन थाल्छ र ल्युकोट्राइन्सले ब्रोङ्कोस्पाजम गराइदिन्छ। यो चाहिँ एस्पिरिन इन्ड्युस आस्थमा हो। तर नट एभ्री पिपल हु इज टेकिङ एस्पिरिन विल ह्याभ एस्पिरिन इन्ड्युस आस्थमा। इट इज ओन्ली ह्यापनिङ टु द पेसेन्ट विथ अ सस्पेक्टेबल इन्डिभिजुअल्समा मात्र हुन्छ नि त। सो यो चाहिँ के हुन्छ भन्दाखेरि इट इज, फेरि भन्छु म, इट इज अलवेज रिलेटेड टु इडियोसिन्क्रेसी। यो टाइप 1 हाइपर सेन्सिटिभिटी रियाक्सन हो नि त आस्थमा। यस्तो चाहिँ जेनेटिकल्ली मेडिएटेड कुराहरू हो क्या यिनीहरू। सो एभ्री पिपल जसले एस्पिरिन खाइरहेछ उसलाई आस्थमा हुन्छ भन्ने छैन, तर सस्पेक्टेड इन्डिभिजुअललाई हुन्छ भन्ने कुरा। ट्रिटमेन्ट वी अलवेज, ल्युकोट्राइन्स बढिरहेछ त्यही भएर एन्टिल्युकोट्राइन्स त दिनै पऱ्यो, अर्को वी गिभ आइसिएस प्लस बिटा 2 अगोनिस्ट, सिम्पल। अब एस्पिरिन पढिरहेछ भने वी अलवेज ह्याभ टु थिङ्क अफ वान ट्राइड, जसलाई चाहिँ हामीले स्याम्ट्रोस्टाइड भन्छौँ। स्याम्ट्रोस्टाइडमा 3टा कुरा हुन्छ, नेजल प्रोलिप, आस्थमा र एस्पिरिन सेन्सिटिभिटी। अर्को हुन्छ एउटा ब्रिटल आस्थमा भन्ने। सो ब्रिटल आस्थमा भनेको अनप्रेडिक्टेबल आस्थमा विथ द एक्जासर्बेसन्स। सो अनप्रेडिक्टेबल आस्थमा छ, एक्जासर्बेसन पनि भइरहेछ, द्याट इज ब्रिटल आस्थमा। यसको पनि 2 प्रकारको हुन्छ। लङ फङ्सन नर्मल्ली यदि मैले ग्राफ प्लट गरिरहेको छु, एकातिर लङ फङ्सन छ एकातिर टाइम छ होइन। सो नर्मल लङ फङ्सन त हाम्रो त नर्मल त 100 छ, तर टाइप 1 ब्रिटल आस्थमामा चाहिँ के हुन्छ भन्दाखेरि लङ फङ्सन चाहिँ घटिरहेछ है, फ्रिक्वेन्ट फ्लक्चुएसन हुन्छ इन द लङ फङ्सन विथ एक्जासर्बेसन पनि भइरहेछ। एक्जासर्बेसन भनेको यो, फ्रिक्वेन्ट फ्लक्चुएसन पनि भइरहेछ, कहिले माथि कहिले तल, कहिले माथि कहिले तल, फ्रिक्वेन्ट फ्लक्चुएसन इन द लङ फङ्सन विथ द एक्जासर्बेसन, द्याट इज टाइप 1 ब्रिटल आस्थमा। ट्रिटमेन्ट कसरी गर्छौँ? हाई डोज इनहेल कर्टिकोस्टेरोइड प्लस कन्टिन्युस बिटा 2 अगोनिस्ट, किनकि एक्जासर्बेसन हो नि त, अनप्रेडिक्टेबल आस्थमा हो, एक्जासर्बेसन पनि भइरहेछ। त्यही भएर हामीले बचाएर हामीले केही सोच्नुपर्ने उनै छैन। वी डोन्ट ह्याभ एनी अदर अप्सन, वी गो फर हाई डोज इनहेल कर्टिकोस्टेरोइड प्लस कन्टिन्युस बिटा 2 अगोनिस्ट र ओरल स्टेरोइड पनि चलाइदिन्छौँ हामीले, किनकि एक्जासर्बेसन हो, वी क्यान टेक अ रिस्क। सो टाइप 2 आस्थमा झन् टाइप 1 आस्थमा भन्दा नि खतरनाक हुन्छ, किन यसमा चाहिँ एकदमै नियर नर्मल लङ फङ्सनदेखि सडन डिक्लाइन भइदिन्छ कि, सडन डिक्लाइन हुन्छ, डेथ पनि हुनसक्छ। सो इट इज एनाफाइलेक्टिक रियाक्सन। सिभियर एयरवे एनाफाइलेक्सिसले गर्दाखेरि मात्र टाइप 2 ब्रिटल आस्थमा हुनसक्छ। सो सिभियर एनाफाइलेक्सिस यदि ब्रोङ्कोस्पाजम भएको भए त हाम्रो बडीले कोप गर्न सक्थ्यो नि त, तर ब्रोङ्कोस्पाजम होइन कि, यो ल्यारिङ्गोस्पाजम हो। सो ल्यारिङ्गोस्पाजमलाई चाहिँ हाम्रो बडीले कोप गर्न सक्दैन क्या, त्यही भएर टाइप 2 ब्रिटल आस्थमा चाहिँ हाम्रो ल्यारिङ्गोस्पाजमले गर्दाखेरि भएको भन्ने कुरा चाहिँ हामीले सम्झिनुपर्छ। सो बिकज इट इज एन एनाफाइलेक्सिस हामीले
इन्जेक्सन दिन्छौँ एड्रिनालिनको। दिस इज अल अबाउट आस्थमा। आस्थमा चाहिँ एकदमै कन्ट्रोभर्सियल टपिक हो क्या। आस्थमा चाहिँ कोही मान्छेले कसरी पढाउँछ, कोही मान्छेले कसरी पढाउँछ, तर थिङ इज एभ्रिबडी सबलाई लोडोज आइसिएस र फर्मोटेरल भन्ने मात्र थाहा हुन्छ, यसको टाइप्स थाहा हुँदैन, यो कसरी हुन्छ, यसमा इयरवेमा कस्तो रिमोडलिङ हुन्छ, धेरै कुराहरू थाहा हुँदैन। त्यही भएर एकचोटि यो भिडियोमा चाहिँ मैले चाहिँ सबै कुराहरू क्लियर गर्न खोजिरहेको छु। र पहिलाको सिओपिडी र यसमा आस्थमा यो दुइटा हेऱ्यो भने चाहिँ आस्थमा र सिओपिडी चाहिँ एकदमै स्ट्रङ हुन्छ हाम्रो। अनि आस्थमा र सिओपिडी स्ट्रङ भयो भने चाहिँ रेस्पी चाहिँ अलमोस्ट रेस्पी चाहिँ धेरै तगडा हुन्छ क्या आस्थमा र सिओपिडी स्ट्रङ भइसकेपछि। सो द्याट इज अल अबाउट आस्थमा। केही क्वेसन छ, केही डाउट छ भने यु क्यान अभियसली कमेन्ट